यति बेला चाहिँ यो जिरेनियममा एकदमै किरा लाग्ने टाइम हो। अनि टिकटकमा पनि मैले कति धेरै भिडियोजहरू देखेको थियो कि जिरेनियममा किरा लागेर त्यो किराले जिरेनियमको फुल, कोपिला, पात केही पनि बाँकी नराखेर जिरेनियमको हालत खराब गरेको भिडियोजहरू देखिरहेको थिएँ। सो मैले पनि मेरो जिरेनियमहरूमा किरा लागेको छ कि छैन भनेर आज यसो चेक गर्दाखेरि त टचवुड अहिलेसम्म एउटा किरा पनि नलागेको रहेछ। तपाईँहरूले हेर्न सक्नुहुन्छ कुनै पनि जिरेनियममा किरा लागेको छैन। मसित खासै धेरै जिरेनियम त छैन, तर जति पनि छ त्यसमा एउटामा पनि किरा लागेको नरहेछ कि। लास्ट इयरसम्म त मलाई पनि यो जिरेनियमको किराले एकदमै दुःख दिएको थियो। मैले त एउटा टिपी फाल्थेँ कि आज एउटा फाल्यो भने भोलि दुईवटा भेट्ने त्यसरी फाल्थ्यो मैले। तर योपालि चाहिँ जिरेनियममा किरा नलागेको देख्दाखेरि चाहिँ यस्तो खुसी लाग्यो है। अहिलेसम्म चाहिँ लागेको छैन, पछिको चाहिँ अब हेरौँ के हुन्छ है। तर एकदमै खुसी लाग्यो किरा नलागेको।